यो बेला भोइस ओभर गरेर राख्ने तल र माथि एकैताल निकाल्नुपर्छ के त के गाउँमा आएर टाइम ल्याप्स हो कि तपाईँको भिडियो टाइम ल्याप्स हो कि के हो सर हजुर टाइम ल्याप्स भिडियो हो होइन लाइभ त होइन यो यसलाई लाउने मात्रै टाइम ल्याप्समा बनाउँछ कि रियल टाइम हजुर स्पिड बनाउनु भएको छ कि रियल टाइममा छ रियल टाइम माइक्रोफोन भएको माइक ल्याउनु पर्यो भने यसपालि काठमाडौँबाट किनेर ल्याउनु परेको माइक बाहिरबाट त हुँदैन त्यो भोइस ओभर गर्नु पर्यो हाम्रो यहाँ कोपाले पनि हो यसरी बनाएर चुला पनि निर्माण भइहालेको छ यहाँ कोपाले पनि मजाले भिडियो गरिराख्नु भएको छ यस्तो पाराले हामी के चुला बनाउँदै गरे हो तीन चुला हाम्रो तीन चुला हेर्नु कति बेला कति बाट भयो है मोबाइलबाट भयो यहाँको लिए अलिक आउनु छ यहाँ माथि आएर माथि यहाँ माथिबाट पुग्न हामीले तीन चुला रहेछ है यो चाहिँ यता अगाडि त पिर खेम्पा र देशवीरको चाहिँ उठाउ बनाउनु पर्थ्यो है त आउँदै गरेर ठिकै छ त सुट भनौँ खुसी हुन्छ होला भनेर आउनु बित्तिकै नानाले गर्नु थियो अरे काम कति दिन लाग्यो
लाग्छ होला नि रात पनि लाग्छ होला हजुर रात पनि लाग्छ होला दिन मात्र होइन यता अलिक कता कतापट्टि आगोभन्दा अगाडि सकिन्छ होला है त्यसको लागि कति जति भनेको 28 गते सक्नु होला 29 देखि सुरु हुन्छ 29 देखि सुरु हुँदाखेरि पनि यहाँ त हुँदैन नि त यहाँ त तपाईँको 5 दिन 6 दिनमा बस्छ सबै यहाँ त 5 गते मात्र हो 5 गते कि 6 गते हो 5 गते होला 5 गते होला पछिल्लो सुम्ने पार भन्छ यो चाहिँ उयो धनु बोक्ने रोइसाकोले त्यो पल्लोलाई के भन्छ तयामा खियामा माइती यिनीहरू उमा छुटेको हुन्छ नि त एकजना चाहिँ यो चाहिँ सुति जान्छ र यसलाई छोडेर हिँड्छ यिनीहरूको कथा एकदम हुन्छ के त्यो तुवाचुङ डाँडा पछाडिको तुवाचुङ डाँडातिरको हो नि त होइन त्यो हाम्रो विशालहरूले खेलेको त्यो फिल्म खेलेको यो 3 जना भित्र पर्छ कि त्यो तल भालुको छोरी भान्जाहरू खेलेको यहाँ यो पल्लो चाहिँ के बनाउनु खोजेको त्यो खोइ ऊ नेपाल अब हाम्रो जस्तै ऊ होला लोगो तलबाट झन्डा छ माथिबाट त्यो गर्दाखेरि हाम्रो झन्डाको लोगो हो त जस्तै त्यो हो नि त यो तल जस्तो हो त्यसो देखाउँदै जस्तो गरेर जस्तो म यहाँबाट जुम तान्छु ल सिधै लिनु मिल्दैन कति दिन भयो तपाईँहरूले यति गर्नुभएको चाहिँ हो हामी हिजो र आज भयो 2 दिनमा यति गरिसक्नु भयो 2 दिनमा नि थुप्रो नि 2 दिनमा बसेर आनन्दले बालदेखि यो उता मासतिर त्यो साक्रा उपरतिर उतिर हान्नु भएको पनि तपाईँहरूले नि हो हजुर पालिकातिर उपरतिर मासतिर भिरतिर भिरसी चढ्यो नि भिर पनि चढ्यो त्यो पर त्यो उता पालिका उतापट्टि त्यो कसरी बनायो नि त्यो सर्पको त्यो यो रङले यसरी थाहा हुन्छ नि है टक्क यो हामीले बनाएको हो तपाईँहरूले नै बनाउनु भएको रङ त अनुसार यस्तो कस्तो बनाउने भन्ने कुरा हुन्छ नि है अनुभव हो योबाट यो बनिन्छ त्यस्तै खालको ढुङ्गा पनि के फेरि हामीले त यो चाहिँ कुन रङ कसैले कल्पना गरेको त्यस्तो खालको त्यहाँ नक्सा हुन्छ भनेर यार यो सबै ठ्याक्कै त्यो फेरि टाउको राखेको टाउको बनाएको त्यस्तै खालको है हिजो सबको लाग्यो यसो सर्प भर्खर देख्नुभएको हजुर यो त हामीले बनाएको निकै भन्ने त्यो थुप्रो छ होइन म त्यो गएको थिइनँ कि हिजो गाडीबाट आउँदाखेरि पो यस्तो हेरेको त सेम टाइम त्यो कल्पनै गरेको छैन त्यस्तो हुन्छ भने त्यो ढुङ्गा ठाउँमै छ क्या त्यो हजुर ठाउँमै छ क्या म एकदम यता हान्नु हुने रहेछ नि उताको मात्रै के उताको पनि के छ भिडियो फोटो तिन पाने बनाउँदै तिन पानेको पनि भइहाल्यो त हेर्दा भइहाल्यो त्यो पाने भइको माछा त्यो तल अब तल बनाउँदाखेरि त्यो मजाकै छ क्या पुरै बन्छ सेमले भन्छ अलिक त्यो भाँडाहरू मात्रै बनाएको त दाइ भयो है दाइ दग्रेछ
यहाँ आगो बल्छ एकछिनमा आगो बल्नै माथि दाउराहरू बनाइसक्नुहुन्छ दाउरा बनाएर चाहिँ आगो भने यो पल्लो छेउमा दुरुस्ती हो कला कस्तो तपाईँहरूको घर चाहिँ कहाँ हो 4-5वटा चिजबाट 4-5वटा चित्ता छ है काठमाडौँ बस्नुहुन्छ हामी वास्तवमा राई भूमिपुत्र हो नि त होइन यसरी थाम्छ कि यो जस्तै काट्दै गरेको कहाँ पाना हाम्रै आमाहरू हाम्रो 3 चुला 3 चुला उत्रिने भाँडा 3 चुलाले केलाई सङ्केत गर्छ चाहिँ यो 3 चुलाले चाहिँ खै पुर्खाहरूले भन्नु पऱ्यो 3 चुला चाहिँ राखिन्छ यसको अर्थ चाहिँ के हो त्यो चाहिँ अब हामीहरूले नै सोध्नुपर्छ सोध्नु पर्ने हो एउटा घरको मुली होला एउटा छोरी चेली होला त्यस्तै सुनेको एउटा पुर्खा हो एउटा घरको मुली एउटा चाहिँ खै के हो एउटा देउता हो जस्तो टाइपको हो कि। के कुरोमा त तुवाचुङ डाँडा एक डाँडा भन्नु दुवा सुन्ने हुन्छ खतरा पल्लो चाहिँ राम्रो लाग्छ यो कति टिक्छ हौ यो यस्तो ल्याउस्याउ पलाउँदैन पानी हुन्छ माटो झऱ्यो भने चाहिँ असर हुन्छ यसलाई माटो झरेन भने त त्यो माथि आफूले सुरु गर्नुपर्ने यो अलिअलि धुलो हिलो लाग्छ कि त धुइहाल्नु पर्ने भयो कि हामीले वरिपरिकाहरूले पनि यो जाँदैन धुँदाखेरि निकै नै हुन्छ यो 25 मात्रै हुन्छ कि कस्तो हुन्छ यो यो भित्र चाहिँ कहिले जाँदैन बाहिर चाहिँ अब यो सिमेन्ट कस्तो छ त्यसमा भर पर्छ त्यो पनि हो घाम पानी भन्दा है त्यो घाम पानीले पनि हो सिमेन्टले कस्तो बनाएर राखेको छ सिमेन्ट त्यसमा भर पर्छ मेन चाहिँ घाम पानीले छिटो उगालिदिन्छ पानीमा माटो आयो भने अनि बगेर त्यसले असर हुन्छ माटो आयो भने बित्तिकै प्लान्टहरू हुन्छ त्यो माथिलाई पनि चाहिँ असर गर्दैन यहाँ चाहिँ माथिबाट आउँदाखेरि बगेर आउँछ नि त्यो माथिको मैदानको पानी यस्तो हुन्छ क्या हाम्रो चाहिँ कला हो क्या है मान्छेले कलाले चिनाउँछ घर बनाएर चाहिँ घरमा चाहिँ यस्तै पुरा चित्रै बनायो भन्ने यसलाई कम्पाउन्डको आवश्यकता छ कि यसलाई घरमा राख्ने त कपडामा बनाएर राख्ने हो माथि चाहिँ दामी बनाएछ माथि कति भयो होला जुन पनि लाग्यो होला त्यो रुखको जुत्ताहरू भर्नु तपाईँहरूको यो जस्तै कम्पनी जस्तै होला होइन यो काम यो गर्ने गराउने हजुर कतिजना टिम छ तपाईँहरूको यो भित्र तपाईँहरूको काम गर्नुहुन्छ प्रायः कम्पनी हुनुहुन्छ चाहिएको बेला त जति पनि हुन्छ अहिले त 2 जना जस्तै अन्त जस्तै कतिजना जतिले काम कतिजनाको जनशक्ति हुनुहुन्छ अरू अन्ततिर पनि त होला नि त्यस्तो कामहरू 5-6 जना 5 जना नेपालको धेरैवटा चित्रण गरिसक्नु मान्छेलाई जे उतार्नु भयो ठ्याक्कै उतारिदिनु अरूतिर चाहिँ प्राय टाइम हुन्छ नि त हतार हुँदैन अनि 2 जना 3 जना जाने हो धेरै भने 5 जना जाने हो अनि सकिहाल्छ मान्छेको कला त
हर्क साम्पाङलाई जस्तो बनाउनुपर्छ के हर्क साम्पाङलाई जस्तो त्यहाँनिर चाहिँ यस्तो होइन यस्तो मूर्ति चित्र होइन उसले चाहिँ पुरै मूर्ति बनाएर चाहिँ पुरै भइसक्यो त्यो बगरमा त्यो चाहिँ भनेको त्यो चाहिँ लट्टले हुँदैन नि त होइन त्यो त त्यो महँगो छ त्यो त अब धेरै महँगो त भइहाल्यो तर त्यो भनेको चाहिँ सदिउँ हुने हो नि त सदियौँ त हुँदैन त्यो पनि जान्छ अलिक रहन्छ योभन्दा धेरै रहन्छ मूर्ति हामीले नै बनाउँछ ए हो गयो तर त्यो त सबै के को हुन्छ त्यो त्यो चाहिँ रेजिनको बनाएको हो अहिलेको चाहिँ होइन हजुर धातुमा पनि हुन्छ सबैभन्दा टिक्ने चाहिँ धातु हो पित्तल हुन्छ नि पित्तलको भाँडाकुँडा हुन्छ नि हो त्यसले चाहिँ सबैभन्दा धेरै टिक्छ तर हर्क साम्पाङले त्यो खोलालाई चाहिँ अलिक डह्रो बनाउनुपर्छ छेक्नुपर्छ पोहोरको जस्तो भला होइन फेरि खतम बनाइन्छ नि त्यो बगाएको बिगारेको भिडियोहरू आएकै छैन बिगारेको छ त खतम बनाएको छ नि हेर्दा हेर्दै हेर्दा हेर्दा त्यो जङ्गल कस्तो देखेको त अनि अनि त्यहाँदेखि यो अब माथि बाह्र त्यो कुन खोला खोला कि यो समुद्र हो समुद्र देखेर यो त ऊ पो त हौ तल सप्तकोशी सप्तकोशीमा त त्यो कहाँ भने चतारा भन्दा अलिक मास्तिर त खोलालुङ त यो ढुङ्गा त चतारादेखि अलिक मास्तिर छ के त्रिवेणी भन्दा मुनतिर चतारा भन्दा मास्तिर तर मैले चाहिँ भन्नु खोजेको जस्तै यसको चाहिँ नाम सबैले बुझ्दैन कि तर यसको चाहिँ नाम भयो अझै यी लेख्नु पर्ने यसको चाहिँ अर्थ मान्छेलाई थाहै छैन क्या यो के हो यो त के रहेछ भन्छ यो त के लडिराखेर छ यसको महत्त्व कति छ होइन नि यसको केपी बाले झन्डै फुटाए नि झन्डै फुटाएको नि अनि के थाहा होला बाला यसको त अर्थ त कहाँ यस्तो पहिचानसँग सम्बन्ध जोडिएको छ क्या हाम्रो त पहिचान हाम्रो यो तिन चुला भनेको पहिचान हो यो पहिचान हो साकेला कि साकेवा हुन्छ कसरी साकेला नै हो नि साकेवा त्यो जस्तै हामी यस्तो के हामी राई भनेको धेरै खालको छौँ क्या धेरै ऊ भयो के जस्तै अब हामी चामलिङ भयो उता दुमी बान्तावा धेरै भएकोले गर्दा आफ्नो आफ्नो त्यो भाषाले अलिकति फरक पारेर नभए त साकेलै हो नि उच्चारण फरक भयो त्यो चाहिँ अलिकति हुँदै 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 भयो जस्तै अब हामी यो ढुङ्गा तर्न नसकेर कोही कता तर्यो कोही कता गऱ्यो अनि त्यही छुट्टेको हो कि त्यो बनाउनुको कारण चाहिँ त्यही हो अरुण तर्ने अर्कै भन्छ होइन कम्मर तर्ने अर्कै भन्छ यता दुध कोसिस त उछ्याउने अर्कै भन्छ नतर्ने अर्कै भन्छ त्यो चाहिँ ठुलो दाउरा हुने भयो मूल दाउरा 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 चाहिँ ठुलो दाउरा गाउँघरतिर त ठुलै हुन्छ नि त जाडो भयो सागर बाजेले जो यति राम्रै गरेको काम तर बुढालाई सम्मान भएन क्या रतन थापा यो सागर बुढो मान्छेलाई चाहिँ राम्रोसँग सम्मान गरेर यो कम्पाउन्डदेखि लिएर सबै कुरा गरेर बुढोले सबै बनाइदिन्थ्यो यो बनाएपछि वास्तै भएन बुढालाई पार्क बनाइदिनु मान्छेले त्यत्रो धेरै हो नि यहीँ तल हो क्या जग्गा सुन्छ दान हजुर जग्गा पनि दिनुभएको जग्गा त उहाँहरूकै दाजुभाइको यहाँ मुनि पर्छ यो चाहिँ हाम्रो दाजुभाइको हो यो अहिले यो बसेर यो गएर के तिमीहरू चाहिँ स्कुल पढ्न थालेको हो उतातिर पनि हाम्रै दाजुभाइको उयो केटालाई चाहिँ स्कुल पढाउन थालेको त्यहाँ कख सिकाउन थालेको क्या बुढोले त्यत्रो रकम हाल्दै थियो तर बुढो यसले चाहिँ हाम्रो यो रकम हालिदिने मान्छे चाहिँ सचिव हो क्या दिएको वडाको तपाईँ केन्द्रमा हुनुहुन्छ नि अहिले मुख्य सचिव प्रदेशको त्यति बेला प्रदेशमा हुनुहुन्थ्यो अहिले केन्द्रमा मुख्य सचिव
पानी 1 करोड बुढोलाई प्लस गर्न आयो भने चाहिँ कम्पाउन्ड गरेको रक्सी पहिनी भन्छ कान्छी थाप्ने के भन्छ त्यसलाई पानी भन्छ अर्को ल्याङ्गेममा यसलाई के भन्छ यो सानो रक्सी थाप्नेलाई त के भन्छ भिमटी कोइनी भिन्ती अब आगो बल्नु मात्रै बाँकी भयो यसको पनि अलिअलि बलेको जस्तो बनाइदियो त्यो धरानहरूको साम्पाङले त्यो यसरी छिर्रै पानी जाने बनाएको छ नि त्यो मान्छेले अर्थै बुझेको छैन तर हर्को साम्पाङले यस्तो दिमाग लाएर बनायो कि त्यो 3टा चुला बनाएर ढुङ्गा राखिदिएर पानीले छरेर त्यो धेरै दिमाग लाएर बनाएको नि उसले त्यो त वास्तवमा तर हाम्रो त्यो 3 चुला बनाएको उसले चाहिँ दाइले त पुरै याद गर्नु पर्छ 3 चुला ठ्याक्कै ढुङ्गा राखिदिएर चाहिँ धरान त पुरै याद गर्नु हुँदो रहेछ खेलियो होइन म मेरो चाहिँ बसाइ पनि तरेर हो नि त आधी त्यहाँ गइरहन्छु नि त म अर्को साम्पाङबाट तर त्यो 3टा चुला त्यो 3टा चुला आधी ढुङ्गा राखेको चाहिँ मान्छेलाई त्यो थाहै छैन कतिले चाहिँ त्यो के हो भन्छ मेरो भाइ अब आगो बलिगयो है अब आगो बलिगयो आगो बाले पहिलो ज्वाला आइहाल्छ अब अघिदेखि झिकेर अहिले पो चलायो पुरै गर्नुपर्छ है दिनै पिसाएर नि अघि नै अब सबैको भिडियो राख्यो है एउटा होइन तपाईँ घर नजिकै हो माथि हाम्रो माथि बजार एरिया हो दाइसँग आउनुभयो त्यतै हुन्छ सबैको वल्लो घर पल्लो घर यहाँ रोपेको बिरुवा चाहिँ सबै जागेन कि भाइ मैले पहिले भनेको यसलाई पहिले कम्पाउन्ड चाहियो बिरुवा जङ्गलमा जङ्गल रोपेर हुन्छ त मैले त्यही भनेको पहिले रोडतिर बिरुवा त्यतिकै जङ्गल भइसकिसक्यो त्यतिकै कहाँ हुन्छ कहाँ कहाँबाट लिएको बिरुवा फेरि अब तपाईँको हाम्रै अब आफै उम्रिने भए पो उम्रेर हुन्छ 3 चुलाको चाहिँ अब आगो 3 चुला पनि रेडी भयो दाउराहरू पनि अब चाहिँ आगो बल्नु हाम्रो यो मैले त के यो गेट बनाउँदाखेरि त्यो चिन्डो हुनु पर्ने यहाँ चाहिँ पटतिर चाहिँ चट्ट यो चिन्डो राख्नु पर्ने कि बिचमा चिन्डो साइडमा ढोल झन्डा यहाँबाट चाहिँ बिचमा चिन्डो अनि साइडमा ढोल झन्डा क्या त्यो चिन्डो उचित भएको टाढोबाट देखिने खालको हुन्छ राम्रो देखाएको यसले भन्दा त्यो हुन्छ निलो आगो पनि भयो देखेस् नजाने उता चाहिँ छ र ज्वाला त्यो ज्वाला पनि निकाल्नु हुने आगोको ज्वाला त चाहियो त त्यो मेन त
यो बुढोले चाहिँ कसरी तपाईँहरूसँग चाहिँ सम्पर्क राख्नु भयो कहाँबाट चाहिँ तपाईँहरूको कसरी चाहिँ सम्पर्क भयो यहाँ यो चुलाहरू यस्तो यो आर्टिस्ट गरेको छ हाम्रो साकेलामा चाहिँ तपाईँहरूको ठिकै यहाँभन्दा पनि माथि नै चिन्तानु भएको हो माथि गर्दा पालिकामा यहाँभन्दा अगाडि पालिकामा गरेको नि त पालिकामा चाहिँ कसरी बुढोमा आएको थियो कि होइन यता हाम्रो के भन्छ नानाको स्कुलमा कि यता माथिमको मावि ए शीतल शीतल नानाको नानाको नाम थाहा छ स्कुल चाहिँ त्यो शीतल नानाले चिनाउनु भयो यहाँ ज्वाला एकचोटि तिमीहरूलाई थाहा थियो ए बछिउको गोला यो बछिउले गोड लाग्छ नि त्यति बेला बछिउले यहाँ गोला लाग्छ भनेर सुनेको हामी होइन अनि ऊ त्यहाँ उयो साकेलाभित्र त हो अनि सञ्जीव र म चाहिँ हेर्नु जाउँ है भनेर बिहान झरेको है आज 16-17 वर्ष अगाडि 15-16 वर्ष अगाडि होला असारको बेला झऱ्यो माथिबाट तलपट्टि हौ यता यता कताबाट थियो आएर गएर मजाले गएर हेर्दै थियौँ घाँटे माछा लाएर सञ्जीवलाई त टाउकोमा यत्रो चोक्रै लगिदियो त हाल्यो सञ्जीव त कहाँ लिन थाल्यो है अनि पुरै खनिएर आएको थिएन उसलाई चिनेपछि म चाहिँ अलिक गोरा थिएँ यतै कता थिएँ भागिहालेँ यहाँ चुलेर अत्र चुट्टा लगिदियो बिहान बच्चुले सञ्जीव कालेर 2-3 दिन बिरामी बच्चु भनेको अरू कसले काट्यो चाहिँ काट्यो एक चोक्टा लाग्दैछ सञ्जीवको मासु यत्रो यत्रो हुँदैन फेरि म यत्रो यत्रो हुँदैन हामीले नि काटेर लगाए हामीले नै लडेको आउँदाखेरि के यहाँनिर म हिँड लडेँ यहाँ तल त्यो चिलाङ्ने लड हो यहाँ लड्दाखेरि त्यो चाहिँ अलिक माथि माथि उडेर गएर मात्र यहाँ तल सञ्जीवको मा चोकले लगेको टाउको उनी लग्दैछ चिलाङ्ने त चिलाङ्ने होइन ऊ नि के भन्छ 15-16 वर्ष अगाडि नै 17-18 वर्ष अगाडि धेरै अगाडि नि पहिला नि धेरै पहिला हामीले नि त्यहाँदेखि म के को यस्तै टाँके थियो नि टाँकीको फुटमा चाहिँ त्यहाँदेखि त आयुना पनि हामी हेर्नु काब्बो कसले खायो के खायो थाहा भएन हामीले नै काटेको हामीले नि असारको बेला आएको थियौँ असारकै बेला हाल्छ लाग्छ सानो सानो त्यो चिल छ त्यसरी हेर्ने बित्तिकै चिल छ भने के थाहा जान्छ अहिले फेरि अब निक्लेको रहेछ अहिले अन्धे होइन अन्धे अब तिनीहरूले त के चिल्छ तिनीहरूले त केही चिल्दैन यो बछिउले त मार्छ बच्चुले त नि चोक्टै लग्दै भने टाउकोबाट कसरी चिल होला नि 3 दिन 4 दिन डरे फुटाउँदो रहेछ नि हाम्रो जितबीर काट्नु जान्छ नि परै सिकाउनु चाहिँ सिकाउँछ पर ढाकिन्छ आगो पनि भइ पो हाल्यो आगो अलिक सिकेपछि चाहिँ हुन्छ लाउनु पर्छ आगोमा जुवाला भइहाल्यो पहिलो लाउनु पर्यो होला नि कि त्यस्तै हो पहिला लाउनु पर्छ पहिलो लगाइदिन्छ त्यो क्यामेरामा हेर्दा चाहिँ मजाले देखिन्छ नि क्यामेरामा त आइसक्यो आगो बलेको देखियो क्यामेरामा त बत्ती हो त यो क्यामेरामा दामी देखिरहेको छ हो त पछाडि गएर हेर्नु पर्यो उहिले नेपाल थिएन परबाट हेर्नुपर्छ नि अब नजिकबाट हेर्नु त्यहाँदेखि तिरबारबाट चित्र पनि देखिने भने परबाट हो यो फुटाउँछ क्या यो रुख्छ रुखै रुख्छ यो ठुलो रुख छ कि रुखले फुटाउनु चाहिँ सक्छ फेरि पछि बनाउनु यो रुखले पछि सिमेन्टहरूले फुटाउँछ सिरौलेले फुटाइसकेको छ त्यो रुखले त्यो टाँकीले मरेछ क्या हो टाँकी त अब त्यो मरेको होइन होला कि सब्सक्राइबर टन्नै छ कि क्या हो 4K छ सब्सक्राइबर त उसले मोनिटाइज भइसकेको कन्टिन्युटी नदिनु हो कन्टिन्युटी नदिनु हो कि कस्तो डिस्टर्ब भयो के भयो भन्छ के भयो भन्छ के बिताइहाल्दो रहेछ कि अलिकति मिस्टेकमा कपिराइट होइन कपिराइट होइन
रिल्स कन्टेन्ट भन्छ केबो भन्छ वाच टाइम अहिले घटाएर ड्याममै गरिदिएछ घटाकै गर्छ $60 त भइसक्यो थियो एकै महिना नपुगे यो अब भर्दै गरेर रक्सी खानु पनि पाता है यसले बसेर मजा हुन्छ होला अब यसले चाहिँ केही तान्छ कि भन्ने छ भाइ अर्को भाइ तान्छ होला नि तानुहोस् है यसले चाहिँ राम्रो तान्छ हाम्रो अर्को शिविर राम्रो छ नामहरू दिइराख्नु है हुन्छ 3 पाने रक्सीको त बुइपामा त उ बनाइसक्यो नि त होइन विज्ञापन हुन्छ भाइहरूको नत्र भने सम्पर्क नम्बरहरू दिइराख्नु बुइपामा त बनाएर बजारीकरण गर्न थाल्यो त हो के 3 पानेको खासमा यो ब्रान्डेड बनाइसक्यो त 5 शङ्ख सभापट्टि पनि छ त्यो चाहिँ हेर्दैछ त्यो चाहिँ कोनी तर बुइपामा चाहिँ बनाइ नसक्यो त्यो किनभने चाहिँ अस्ति उमा त्यो रेड पान्डा उमा महोत्सवमा उनी राखेको चल्नै राखेको त्यसको ब्रान्ड बनाएर ब्रान्ड बनाएर ब्यान्ड चाहिँ नहोस् लगभग त्यो हुँदैन होला अब त्यसलाई एक खालको बनाएर लगाइसकेपछि बेन त नहुनै पर्ने हो फुल एचडीमा आउँछ नि त उता यहाँ हेर्दा चाहिँ ठ्याक्कै फोटोमा हेर्दा चाहिँ सर्लक्कै चुला आगो दाउरा बसाइ तल त्यहाँ हेर्दा चाहिँ एकै ठाउँ थुप्रिएर जस्तो देखिन्छ हेर्दा चाहिँ तर यहाँ चाहिँ हेर्दा सर्लक्कै यहाँ चाहिँ देखियो फोटोमा चाहिँ राम्रो देखिँदो रहेछ क्या फोके नै हान्छ नि कपा यसले पनि 5K ओके त हान्दैन फुल एचडी मात्र फुल एचडी मात्रै एचडी मात्रै यसले चाहिँ फोके हान्छ एचडी भए भइगयो नि फोके जुन पाए त्यसले सपोर्ट गर्दै ल्यापटपहरूमा तिर नदिँदैछ यहाँबाट बनाएर यो ल्यापटपहरूतिर तान्दैन भन्छ आयो है फेरि हाम्रो अर्को ग्रुपहरू आएछ नि टिकटक बनाउनु पर्थ्यो अब खोइ डाटावालाहरूको कसो डाटा यहीँ पो बनाइहाल्नु पर्थ्यो गीत पनि चण्डी गीत निकालेर क्या डाटा छोडिदिउँ डाटाबाट बनाऊ कि यहाँ यो डाटा साइन्स छ नि त डाटाको छ साकेला गीत निकालेर के बुढो मान्छे काठमाडौँ गएको थियो आइदियो किन लिएन बुढो काठमाडौँ नै होला कुटे यता ल्याउँदैन अब यहाँ को छ ल्याउँछ र अब सबै उतै छ परिवार फ्यामिली नै हो नि लिएको भए त यही डाँडातिर राख्थ्यो होला लिएको भए यही डाँडामा राख्थ्यो अब आज हाम्रो भाउजू यो जग्गाको मान्छे के काठमाडौँ आज मरेको यहाँ राख्ने भन्थ्यो ले नाउते राखो ल डोका बोकेर फोटो खिचिहाल्यो कपीमा छापेर त तोरिँदैन सोही ढोले सोहीको गीत निकालौँ त यहाँनिर टिकटक बनाऊ
चुलाको यो चाहिँ के भन्नु हो खुवालुङ के खुवालुङ लेखेको छ नि त लिखित त हुन्छ हुँदैन यो चिन्ने आफैले खुवालुङको चाहिँ खास विशेष के पो हो बाबु त्यो तपाईँलाई थाहा छ त्यहाँबाट किराँतहरूको त्यो इतिहास मसँगको कस्तो हामीले तपाईँको किल्लाको दोर्पासँग सबैभन्दा खतरा दोर्पासँग कम्पिटिसन गरेको जिल्लामा 22 टिम जित्ने टिम पो त हामी त काकी त बाबे पनि कस्तो खालको सिली नाच्नु आउनु न आउन भाउजू र तपाईँको तिनजना हाम्रो डान्स म यहाँ एउटा उयो होइन उयो ल म भिडियो बनाइदिन्छु गीत निकाल्नु साकेला गीत निकाल त अलिक ठुलो बजा त नाच्नु आमा मैले त स्कुलबाट त यस्तो राम्रो टिपेन हौ लाइन त नमस्कार सकेको छैन होइन यो मासतिरको पनि गर्नु भएको म त यता गाउँतिर पो हजुर राति बत्ती होइन यो एकछिन म मिलाउँदै झर्नु भनेको फेरि मेरो कामले गर्दा रोकियो कि अब 25-26 होइन रक्सी खानेको यत्रो यहाँनिर तस्बिर हुँदैछ खाँदा चाहिँ पुरा काट्छ फेरि हामीले खाने त अहिले पहिलेको यो अनि अब किन राख्नु त यहाँनिर अनि त्यो पारेर सजाउने हो र पूजा गर्ने हो यसको नाच्दैन पो आउने त कहाँ त्यतिकै आउने हो रक्सी ल्याउने ओके टक्क यस्तो मलाई जुन तानेर पनि यस्तो हल्का जुन तान्नु ल बनाउँदै गरेको नानी हो दिदी भन्दिनँ यो चाहिँ बाख्रा साकेला गीत पो त यार हुन्छ ल 3 बोतल ल्याएर रक्सी पनि रहेछ 2 बोतल 3 बोतल होइन ए ल ल ल ल ल ल ल ल है ल है लु नाति र मेरो म पनि नाति जहाँ अलिक भएन क्या बबाल बस्दै आयो अहिले नै त छ सुत्न सुत्दा त सिको भएन एउटा गीत त्यो पनि सबै बगाउँदैन म साकेला गीतमा एउटा नाच्ने यहाँ चाहिँ त्यसले लेखेको भन्दा अर्कै आयो अहिलेको यो निकै चलेको गीत छ नि त सिक्नु पर्ने छ हामीलाई चाहिँ बनाउनु राम्रै छ के पोस्ट गर्ने साकेला गीत कस्तो छ कि एउटा भिडियो बनाएर राखौँ न नेटमा प्रशस्तै छ त हौ के को छैन कति चाहियो आउनु नि यसमा आउनु है म मेरोबाट बनाऊ एउटा भिडियो बनाऊ भनेको त्यही सबै मेन हिरो नि साकेला डान्समा अब मेरो हो निकाल्नु नि भनेको चाहिँ अहिले अब टिकटक सुटिङ हुँदैछ अब यहाँ म लगाइदिनु पर्यो लाइनले बस्नु त्यहाँ भनेको नाचेकै भयो इसौला साकेला नाच ए हुन्छ बारु आँगन यताको कपाल बाट्ने चाहिँ को कपाल बाट्ने चाहिँ को त्यो चाहिँ रहेछ रेसाकोले पल्लो आउनु भाइ हो उनीहरू चाहिँ बुढाबुढीले हेर्नु न के दिदी बहिनी दिदी बहिनी के पो कुमार भाइ
के भयो पल्लो रहेछ उसले फेके ओल्लो के भन्दै थियो त्यसमा चाहिँ के हो अब ओल्लो के हो हजुर सोथे 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 भनेको ढुङ्ग्रो हो नि त आगो फुक्ने लु साकेला आउँदैछ एकदम तयारी चाहिँ हुनु पर्यो है ल झ्यामु माइकी बज्यूहरू सोथे भनेपछि यो अर्थले के हो यो चाहिँ यस्तो बबाले फेरि बब्बाले हाम्रो यहाँ फेरि यस्तो जान्छ कि यहाँ कान्छाले बनाउँछ एउटै साइडमा नाच्नु न फर्स्टदेखि ल 1 2 3 गो मिलेन बाबुहरूको एकै साइड गर्न पहिला 1 2 3 गो भेरी गुड रोल यतापट्टि फर्किनु यता रोल क्यामेरा एक्सन अब चाहिँ अब दिनु न रोल क्यामेरा यस्तो यस्तो ग्राउन्ड आउँछ ल नजिक पनि आउँछ है ल फेरि यो आएर बहिनी बसाइ मिलेन नि त नबसाइकन 1 2 3 गो यता घुम्ने यताउति बनाएर बनाउनु ल पुरा पास मिल मिल भयो 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 पेन गर्नु पनि हिजोदेखि आज यत्रो हान्न सक्नुभएको थोरै चाहिँ मैले जाने के थोरै चाहिँ जाने के मलाई दादा कस्तो हान्नु हस्पिटल हान्नु यहाँ अनि हाम्रो लुगा कसले किने पुरानो नयाँ देखिएछ हस्पिटल तपाईँ गर्दा चल्दैन हस्पिटल जाँदैन मेरो उता छ अनि एउटा भिडियो बनाउँछ तपाईँ मेरो मानी मेरो ल यहाँ काटेर मजा एउटा अब जान्छ के यस्तैमा जेमा भए मलाई यस्तै दामी पो देखियो त होइन दामी देखियो मलाई यही सिक्नु पर्ने छ यसलाई डिपेन्ड सर्च गर न टिकटकमा आउनु है घन्टा लाग्छ मेरो अब फोन चाहिँ चेन्ज गर्नु त बाँडे पाउँथ्यो एउटा फोन आउनु है फोन चेन्ज गरिरहेको छैन मेरो ह्याङ भएर कोललाई चाहिँ ले माग्नु एउटा बोकुरो आमा दुईजना खानु पनि छोपा विदेशी आमै दुईजना खानु त यहाँ हो त्यस्तो छिटो न फास्ट लु छिटो न त्यस्तो त भयो यता अहिले त पोजिसनमा मिलेर मात्रै सक्छ यस्तो गर्नु है हामी चाहिँ यस्तो यो गीत चाहिँ कति एकचोटि सुना त यो म्युजिक मात्रै छ अनि यस्तो यस्तो हौ त्यस्तो छ हौ त्यस्तो त्यस्तो गर्नु हौ त्यस्तो त्यस्तो गर्नु होइन यस्तो सुन है म सिकाउँछु सुन है यहाँ सुन है यहाँ सुन यस्तो गर्ने यस्तो हुन्छ होइन यस्तो यस्तो आउने होइन अनि सुन्नु फेरि यस्तो घुम्ने होइन अनि यहाँदेखि यसो गरेर यसो गरेर यसो गर्ने है मलाई त्यस्तो आउँदैन मैले भनेर जाँदाखेरि हुँदा चाहिँ राम्रो हो कि त्यो चाहिँ बात गर्नु अब चारजना सुन यस्तै कस्तो अरे तपाईँ हिजो गरेको थियौँ नि हाम्रो 3 तावाला भाइ 1 कस्तो
म एउटा भन्छु होइन गर्नु पायो भने भएछ कि फेरि नमस्कार गर्नु पाएन बुढाइले सिकाउनु भयो है तिनवटा पनि राम्रो भएछ है सुन्नुभयो नि पहिले यस्तो यो यता तिनवटा दाहिने देब्रे दाहिने देब्रे यस्तो गरेर होइन यस्तो गरेर यस्तो आउनुपर्छ पहिले चाहिँ यस्तो होइन यस्तो जान्छ यस्तो जान्छ यस्तो जान्छ अनि अनि दाहिने देब्रे दाहिने देब्रे अनि उँभो यसो गऱ्यो भने मात्रै भइहाल्छ ओके अलि फास्ट है 1 2 ठिक छ चला यसो मात्रै गरेर त्यहाँ मजा आउँदा आउँदै सकिनै गयो गीत ओ सक्यो अगाडि धेर भुइँभयो नि त होइन यो अगाडिको धेर देख्यो क्या यो चौरी तिमी क्यामेराम्यान राम्रो गरेनौ तिमीले खासै प्राइज पाउलाउ जस्तो छैन यो कामको लागि बन्द गर्नु पर्यो हेर्नुपर्छ यहाँ के हुन्छ यस्तो यस्तो कान्छ यो पाराले हो छ्यामा तपाईले त दाइकोबाट यसबाट भिडियो बनाएर हाम्रोमा हाल्दा हुँदैन भिडियो बनाएर त्यहाँ सानो हाम्रोमा हाल्दा यसबाट चाहिँ हाल्नुपर्छ यहाँ त्यो गयो त्यसको साथ आइहाल्छ त्यो 3 चुलाको नपहिले संरचना तल्लोपट्टि त्यो साथ बुढो हो मर्दै गयो एउटा न एउटा त्यसको पछि बनिँदैछ होइन र चाहिँ यहाँदेखि दामी पक्का त्यही यो त म त पात झरेको भनेको त यो मरेको त यसपालि मरेकै ल त यति बेला सबै हुनु पर्यो यो त धेरै वर्ष अगाडि गऱ्यो नि त हो त धेरै नि यो त फेरि त अब ताउलिसक्नु पर्ने हो बुढा पाकाहरू अब गयो धेरै पुस्ता अगाडि गयो यो चिलाउनेले धेरै फुटाउँछ पछि कि यिनीहरू यसको जराले त्यो चाहिँ जराले चिलाउने पनि ढाडै ढाडियो त ढाड पुरै ढाड मैले प्रेसरको ओठार लगाइदिएको यो टाँकी यसको त टाँकी होइन यसको यो त टाँकी त के पो यसको नाम भन्थ्यो टाँकी हो टाँकी नै हो टाँकी त नि यो टाँकी न्यारमा के यसको नाम त अर्कै टाँकी चाहिँ होइन न्यारमा चाहिँ हुन्छ होइन हाम्रो भाषाहरू चाहिँ न्यारमा भन्छ हुन्छ न्यारमा हो यो चाहिँ अर्कै यो टाँकिने चाहिँ होइन टाँकी होइन के टाँकी भनेको तल हाम्रो टाँकीबारे टाँकी हो होइन यसलाई चाहिँ हाम्रो भाषाहरू चाहिँ न्यारमा भन्छ अरे के अब त्यो ऊ चाहिँ के हो ऊबाट चाहिँ होइन तर भाषाहरू चाहिँ न्यारमा यसको नाम चाहिँ हाम्रो भाषाबाट टाँकीले चाहिँ के भन्छ फेरि खोइ यो टाँकी नै हो नि यसलाई चाहिँ न्यारमा भन्छ हाम्रो भाषाबाट चाहिँ होइन टाँकीलाई चाहिँ टाँकी नै होइन यो टाँकी होइन अर्कै अरू टाँकीको फुल खानु मिल्छ अचारहरू त्यति नै ज्वाला भयो अब पहिलो गल्ती गरेको के त्यति आगो त देखियो देखियो त्यहाँ चाहिँ उमा चाहिँ देखिँदैन रहेछ कि त यहाँ चाहिँ यस्तो दामी चुला पनि कस्तो दामी देखिरहेको त्यहाँ सेम टु सेम चुलै देखिरहेको छ यार त्यहाँ चाहिँ हेर्दाखेरि त्यस्तो देखिन्छ होइन तर ल यहाँ हेर्नु त होइन ट्याक्कै चुला तलबाट अडिएर निस्केकै छ ट्याक्कै हेर्दा चुला पनि हेर्नु त ठ्याक्कै त्यहाँ हेर्दा चुला चिनिँदैन नि त तर यो फोटोमा हेर्नु त
कस्तो दामी दाउरा यो त सिधै दाउरा बालेकै जस्तो त यहाँ चाहिँ दाउरा माथि बसेको देखिरहेछ फोटोमा चाहिँ तल होइन दाउरा सकिएको अन्त यो होइन सकेको छैन अरे एकछिन सुत्नु छ अरे